नमस्कार साथीहरू। देशमा फेरि एकपटक इमानदार र साहसी आवाज बुलन्द भएको छ। त्यो आवाज हो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङको। उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको ताजा वक्तव्य केवल प्रशासनिक टिप्पणी होइन, यो देशमा सुशासन, उत्तरदायित्व र कानुनी शासनको पुनर्स्थापनाको उद्घोष हो। नेपाल विद्युत प्राधिकरणले केही ठुला उद्योगहरूको विद्युत लाइन काटेको विषयलाई लिएर पछिल्ला दिनहरूमा विभिन्न कोणबाट प्रतिक्रियाहरू आइरहेका छन्। तर यो विवादको जरो त्यति साधारण छैन। घिसिङले स्पष्ट रूपमा उल्लेख गरेका छन्, जब देश अन्धकारमा थियो र आम जनता लोड सेडिङको पीडामा थिए, त्यति बेला केही ठुला उद्योगहरूले डेडिकेटेड र स्ट्रङ लाइन मार्फत विशेष सुविधा पाएका थिए। तर आजसम्म पनि उनीहरूले त्यो सेवाको प्रिमियम महसुल बुझाएका छैनन्। विगतमा 4 पटकसम्म बक्यौता उठाउने प्रयास हुँदा पनि राजनीतिक तहबाट हस्तक्षेप र अवरोध भएको उल्लेख स्वयं मन्त्रीको स्वीकारोक्ति हो। यही कुरा हाम्रो राज्य व्यवस्थाको गम्भीर कमजोरीको प्रतीक हो, जहाँ इमान्दार काम गर्ने मानिसलाई पद गुमाउन बाध्य पारिन्छ र अनियमितता गर्नेहरू राजनीतिक संरक्षणमा फस्ट्याउँछन्। मन्त्री घिसिङको भनाइ, यदि बक्यौता नतिर्ने चलन बस्यो भने भोलि कर नतिर्ने संस्कार पनि फैलन सक्छ। केवल चेतावनी होइन, राज्य सञ्चालनको नीतिगत दर्शन हो। कानुन सबका लागि समान हुनुपर्छ भन्ने सिद्धान्तले मात्र देश स्थिर र सबल बन्छ। तर विडम्बना के छ भने ठुला उद्योगी र प्रभावशाली व्यापारीहरूले हरेक पटक आफ्नो पहुँच र नाता प्रयोग गरेर नियमको घेराभित्र नपर्ने प्रवृत्ति विकास गरेका छन्। घिसिङको स्पष्ट सन्देश छ, विद्युत प्राधिकरण राज्यको संस्था हो, कसैको निजी कम्पनी होइन। यसले देशको सम्पत्ति र आम जनताको भरोसाको रक्षा गर्नुपर्छ। मन्त्री घिसिङले सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत केही समूहहरूले भावनात्मक दबाव सिर्जना गर्न खोजेको उल्लेख गरेका छन्। सञ्चार स्वतन्त्र हुनुपर्छ, तर त्यो स्वतन्त्रता सत्य र निष्पक्षतामा आधारित हुनुपर्छ। जब मिडिया स्वयं हित समूहमुखी बन्छ, त्यसबेला सार्वजनिक धारणा भ्रममा पारिन्छ र सुशासन कमजोर बन्छ। त्यसैले यो सन्देश केवल उद्योगीहरूको लागि होइन, सञ्चारकर्मी र जनमत निर्माता सबैका लागि चेतावनी पनि हो। यो व्यक्तिगत अहङ्कारको विषय होइन, यो कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरेको इमान्दार प्रयास हो भन्ने मन्त्री घिसिङको भनाइले उहाँको व्यक्तित्वलाई पुनः स्पष्ट गरेको छ। नेपालमा पदमा बस्ने धेरैजसो नेताहरू र अधिकारीहरू पद टिकाउनका लागि मौन बस्ने गर्छन्, तर घिसिङ तीमध्ये पर्नुहुन्न। उहाँका लागि पदभन्दा ठुलो देश र सिद्धान्त हो। यही कारण हो जनता उहाँमाथि भरोसा गर्छन् र भ्रष्टाचार र ढिलासुस्तीको बिर्साइएका व्यवस्थामा उहाँ आशाको प्रतीक बन्नुभएको छ। मन्त्री कुलमान घिसिङको वक्तव्यले एउटा गहिरो प्रश्न उठाएको छ, के नेपालमा कानुन केवल कमजोरको लागि मात्र लागू हुन्छ? यदि ठुलो उद्योगीहरूले बक्यौता तिर्न छोडे अनि नागरिकहरूले पनि कर नतिर्ने बहाना बनायो भने राज्य चलाउने आधार नै ध्वस्त हुन्छ। यसकारण मन्त्री घिसिङको सन्देश केवल प्रशासनिक निर्देशन होइन, सुशासन र उत्तरदायित्वको पाठ हो। अब समय आएको छ राजनैतिक हस्तक्षेप र उद्योगी सञ्जालको पकडबाट राज्यको संस्थालाई मुक्त गर्नै पर्छ। त्यसैले कुलमान घिसिङको कदमलाई कडा, स्पष्ट र देशहितमै आधारित कदमको रूपमा मूल्याङ्कन गर्नुपर्छ। धन्यवाद साथीहरू, तपाईँको प्रतिक्रिया दिँदै गर्नुहोला।